छोराको टिम चाहिँ फाइनल पुग्दा धेरै खुसी लाग्छ खुसी लाग्छ अझै राम्रो राम्रो गरे फाइनलमा हजुरहरू यसैको लागि भनेर आउनु भएको हजुर हामी यही यसको म्याच स्पेसली हामी गेमकै लागि ए हजुरहरू हरेक टुर्नामेन्ट छोराको हुँदाखेरि काठमाडौँ आउनुहुन्छ यसै गरी म चाहिँ आउँछु उहाँ आउनुहुन्न। धेरै जस्तो यिनी आएको यो पालि त म आएको कप लैजान छ त्यही भएर म आएको ए अनि के सोचेर आउनुभएको थियो उताबाट आउँदाखेरि अब आज फाइनल पुग्नु भएको छ छोराको टिम होइन नै हामीलाई विश्वास थियो यो पालि कि सिल्ड उठाउँछ ए लगातार अघिल्लो पटक एक चाहिँ गेम क्याप्टेनको जितेर तीन गेम हार्दाखेरि तीनटा अघिल्लो पटक हामी सबैभन्दा लास्टमा थियौँ लुम्बिनी लाइन्स लास्टमा थियो होइन अहिले अब हामी चाहिँ 2 इलिमिनेटर खेलेर प्लेअफ खेल्यौँ प्लेअफबाट हामी फाइनल पुगेका छौँ होइन सुदूरपश्चिमलाई चाहिँ जिताएर चाहिँ ट्रफीसहित जानेमा कतिको विश्वस्त हुनुहुन्छ एकैछिन विश्वास छ। ए अनिखेर जस्तो अब तपाईँहरू अघि त्यहाँभित्र गएर छोरासँग पनि कुराकानी गर्दै हुनुहुन्थ्यो होइन के भन्नुभयो उहाँहरूले तपाईँले के भन्नुभयो हामी अब जित्यो अब हामी भोलि ट्रफी लिएर जाने ए ए ए। त्यस्तो कुरो अनि अब तपाईँलाई चाहिँ विश्वास छ हजुर विश्वास छ 100%। छोराले चाहिँ ट्रफी उचालेको हेरेर मात्र फर्कने हजुर ए अनि अनि जस्तो योभन्दा अगाडि तपाईँहरू कहिले आउनुभएको थियो अगाडि चाहिँ छोराले खेलेको टुर्नामेन्ट हेर्नको लागि चार हामी दिन पुरा हेरेको 3 गेम लगातार हेर्दैछौँ अब फाइनल हेर्दा चौथा दिन जस्तो नि अब नेसनल टिमको क्याप्टेन पनि हुनुहुन्छ उहाँ होइन त्यही टिमको खेलाडीहरू बाँडिनु भएको छ अरू अरू टिममा अनि छोराले चाहिँ एउटा टिमको नेतृत्व गरिनु भएको छ कस्तो लाग्छ जस्तो जस्तो नेपाली टिमले खेल्दाखेरि र यसरी प्रोफेसनल लिगहरू हुँदाखेरि चाहिँ तपाईँलाई कस्तो लाग्छ एकदम राम्रो लाग्छ किनकि अलग अलग टिमसित खेल्छन् सबै डिफ्रेन्ट प्लेयर हुन्छन् नेसनल टिमको सबै बाँडिएको हुन्छन् अब त्यसमा के हो भने तपाईँको एउटा इन्डिभिजुअलले गर्दाखेरि त्यो कम्बाइन लिएर हिँड्दाखेरि त्यो अझै राम्रो लाग्छ ए अनि छोराको सफलता बारेमा के भन्नुहुन्छ तपाईँ अझै उच्च गर्नु अझै योभन्दा राम्रो गरोस् अगाडि विश्वकप आउँदैछ सबैले राम्रो गरौँ छोराले पनि राम्रो गरौँ पुरा नेसनल टिमले पनि राम्रो जस्तो हिजो मात्र एउटा लुम्बिनीले एउटा ट्रोल भिडियो बनाएको थियो क्या तपाईँले हेर्नुभयो त्यो भिडियो हेर्नुभएको थियो अन्तिममा अहिले चाहिँ फाइनल पुगेपछि रोहितले आमा बुवासँग चाहिँ इमोसन सेयर गर्नुभयो होला होइन के भन्नुभयो अब त्यति कुरा भएन हामीले अहिले अब घर गएपछि हुन्छ कुरा कमै बोल्नुहुन्छ होला तपाईँहरूसँग पनि कि बाहिर जस्तै नै काम बोल्छ अब। कम हस् थ्याङ्क यू धन्यवाद